कुष्ठरोगको बिरामीहरूको सम्पर्कमा हुने व्यक्तिको विवरण राख्नको लागि मेन्युको 5.8 मेन्युमा क्लिक गरौँ। दर्ता गरिएको बिरामीको एक्सन कलममा रहेको भ्यू डिटेल्स अथवा आई आइकनमा क्लिक गरेर माथि दिएको एड लेप्रोसी कन्ट्याक्ट इन्भेस्टिगेसन बटनमा क्लिक गरौँ। सम्पर्कमा राख्नुपर्ने व्यक्तिको सम्पूर्ण जानकारी भरेर तल दिएको एड लेप्रोसी कन्ट्याक्ट बटनमा क्लिक गरेर जोड्न सकिन्छ र सो बिरामीहरूको रेजिस्टर तालिका हेर्नको लागि लेप्रोसी कन्ट्याक्ट ट्रिटमेन्ट रेजिस्टर बटन दिएको छ, सोमा क्लिक गरेर समय अवधि चयन गरेर ओके बटनमा क्लिक गरौँ। यहाँबाट कुष्ठरोगको बिरामीको सम्पर्क जाँच रेजिस्टरको सम्पूर्ण तालिका हामीले हेर्न सक्छौँ र सो तालिकालाई प्रिन्ट गर्नको लागि माथि दिएको बटनको प्रयोग पनि गर्न सकिन्छ।